र उहाँहरूको दुःखमा साथ दिए जस्तो गर्दै मैले पनि आजको दिन दसैँ तिहार मनाइन। म माइलीलाई यसो खोज्ने कोसिस गर्छु ल दाजु। दिदी म गएँ लु। अब सुत्नु दाजु, सुत्नु लु। दिदी म गएँ। ठिक छ त, ठिक छ, ठिक छ। दर्शक नमस्कार। तपाईँहरूले यतिखेर यो धानबारीको बिचमा आलुको दृश्यहरू देख्नु भएको छ। साइडमा धानहरू। भनिहालौँ कि म सुभाष साम्पाङ राई। यतिखेर म मेरो घरभन्दा पूर्वपट्टि अगाडिको टोलतर्फ जाँदैछु। आज मैले दसैँ त मनाइन, तर पनि अब यहाँ एकजना होइन दलित समुदाय जातिका दाइ हुनुहुन्छ, वृद्ध दाइ, उहाँलाई भेट्नको लागि चाहिँ म गइरहेको छु। ए हजुर को पो होला बुहारी नानी? अनि खाने खारा ऊ त्यहाँ ऊ के अरे दिनेशहरूकोमा छ कि छैन? के बोकेर हिँड्नु भएको? के बा खाइदिन्छौ कि भनेर नि हो नानी हो। तर नाच्छम लगाई कति बज्यो आज नि के रात पऱ्यो कि क्या? मलाई ढिलो पो आयो कि कसो? कताबाट छौ? ए यो त ताराको होइन पो त हो साँच्ची। तारा नाच्छम लगाई ओ तारा नाच्छम लगाई। यो हाम्रो चम्लगाई भाइको घर। ओ तारानाथ चम्लगाई, तारा भाइ सुभाष साम्पाङ आएको हो काकी। काकी ए म हौ यी सुभाषले चिन्नु हो? खोइ भाइ ए छैन पो, एक्लै हुनुहुन्छ अनि काकी? बिचरा मेरो काकीको पनि भिडियो गरेँ अलिकति ल। तपाईँको पनि अलिकति फोटो खिचेँ भनेको। ए ल माथिको मात्रै लाउनु काकी, मुनिको पर्दैन। अलिकति माथि मात्रै राम्रो देखियो भने भइगयो नि। बिचरा हाम्रो काकी जुत्ता चप्पल पनि लगाइवरी आए हो। ल ल ल काकी ल। साथीहरू म सुभाष साम्पाङ राई, आयु अनलाइन युट्युब च्यानलको प्रस्तोता एवं सीतापुरी.com को सञ्चालक। यतिखेर म यो रातको समय मेरो घरदेखि पूर्वपट्टि रहेको यो एउटा भर्खरै 5-7 वर्ष अगाडि खुलेको एउटा बाटो छ। त्यो बाटोमा चाहिँ र यहाँ तारानाथ चम्लगाई भाइको घरमा आएको छु। भाइलाई त मैले यतिखेर त भेटिनँ, कहाँ बाहिर गएको रहेछ। काकी हुनुहुन्छ, काकीसँग म केही गफ गर्नेछु र काकीसँग बोलेको कुराहरू पनि तपाईँ सामु राख्नेछु। हवस् त, साथमा रहनु होला। भिडियो मनपसन्द भइसक्यो फेरि रहनु होला। दर्शकबिन म यो भित्र डुल्नु आएको थियो। ए ल हुन्छ काकी म जान्छु। तेरी कस्तो मजाको हावा आएको, चुडेल मसान भूतहरूले हावा फुकेको कि साँच्ची नै हावा आएको हो। दर्शकबिन यहाँ चाहिँ म यो भुतलुङ खोला डिलमा एकजना हाम्रो यो दिनेश नेपालीको घर छ। दिनेश भाइ, उसको चाहिँ बुवा आमा चाहिँ घरमा छ, उता विदेशतिर गइसक्यो। अनि दसैँको समय म दसैँ नमाने तापनि यहाँ वृद्ध बुवा यो दाजु दिदीलाई चाहिँ केही यसो रातिको चारो पुऱ्याइदिउँ भन्ने हिसाबले चाहिँ मैले
आएको छु चुप 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 चम्बे हट ताजु अब कान सुन्दैन हाम्रो ताजुहरू के गर्नु अब कसरी बोलाउनु ताजु ल दिदी यहाँ कुत्ता छ हाम्रो दिनेश नेपाली भाइको घरमा आइपुगेको दुईटा कुकुरले मलाई टाढैबाट आउनु दिदी सुभाष साम्पाङ हुन्छ आउनु हेलो डग अघि भुग्ने कुत्ता यही हो है अब अर्को कुत्ता त्यहाँ छ फेरि यो कुत्तालाई पनि यसो पक 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 यहाँ आइज चुह 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 भुक्छ त यार कुत्ता पनि दिदी दाजु खै दाजु बुढो खै बुढो डुल्न मसँग बोल्दैनन् मानन घरमा काँटीको लाउनु गएका हुन् दाजु दाजु बाबै बाबै खै बाबै माछा त्यो कुरामा राछ होइन यता घरबाटै आएको घरबाटै खै गिलास ल्याउनु न त उयो यसो दाजु चाहिँ कता हो यता पाहुना बिदा गरेर आराम गर्छ 40-50 नाम दिएथे मात्र नभएको दर्शक म सुभाष साम्पाङ राई आज चाहिँ म यहाँ मैले यो वर्षको चाडबाडहरू नमाने तापनि अब जनजेट आन्दोलनमा ज्यान गुमाएका युवा भाइहरूको परिवारहरू यतिखेर दुःखमा हुनुहुन्छ र उहाँहरूको दुःखमा साथ दिए जस्तो गर्दै मैले पनि आजको दिन दसैँ तिहार मनाइन तर पनि यस गाउँमा रहेको दलित वृद्ध सानैदेखि दाइ भन्थे हुनु त उमेरले त धेरै माथि हुनुहुन्छ उहाँहरूलाई केही थोरै कोसी लिएर चाहिँ भेट्न आइरहेको छु उहाँहरू यहाँ हुनुहुन्छ हाम्रो दाइ हैन दलित उहाँ नेपाली हुनुहुन्छ उहाँको मिसेस यता दिदी हुनुहुन्छ उहाँलाई भेट्न आएको छु म अब उहाँहरूको बारेमा फेरिको दिनहरूमा यहाँलाई जानकारी गराउँदै जाउँ ल अहिले उहाँहरूको होइन दाजु होइन छोरो चाहिँ विदेशमा छ विदेश भर्खरै गएको छ भाइ अब एकदम वृद्ध हुनुहुन्छ दुखी हुनुहुन्छ आए दिदी आए कहिले आउँछ माइली खोइ 6-7 महिना पछाडि आउँछिन् अरे माइलाले भनेको मालदाईले भेट्नु भएको छैन मालदाईलाई रमला भाइसँग गएका
म माइलीलाई यसो खोज्ने कोसिस गर्छु ल दाजु। साथीहरु मेरो ब्यालेन्स लजाऊ यतै बसा 9 कठा बाटो काली छ ल दाजु दर्शक ब्यालेन्स के कति छ डाटा लिने कोसिस गर्छु र रमिता नानासँग भेटाइदिनु पर्यो उहाँलाई। धेरै गफ गर्नु हेर्नु मन पराउनु भएको छ। जिन्दगी यस्तै हो दाजु, यस्तै सालाको जिन्दगीलाई पाउनु यस्तै हो यो। भएन दाजु, यहाँ नेट चलेन। लु सुत्नु, अब सुत्नु, म जान्छु। भोलि पर्सि हेर्नुपर्छ मेरोमा आउनु कि। अनि दिदी म जान्छु। म त खाँदिनँ यस्तो यस्तो। साधु साधु भेज। दाजु लु म जान्छु। लु अब सुत्नु तपाईहरु। दिदी म गएँ। लु अब सुत्नु दाजु, सुत्नु। लु दिदी म गएँ। ठिक छ त, ठिक छ, ठिक छ। दर्शक पनि यहाँ यो घरभित्र थिएँ। मैले अघि पनि यहाँलाई केही उहाँहरूको बारेमा जानकारी गराएँ। दाइहरू एउटा यो दलित परिवार, दाजु दिदी नै भन्छु। हुन त वृद्ध मेरो बुवाको उमेरको, मैले त काका काकी भन्नुपर्ने हो, तर पनि अब पहिलादेखि नै दाजु दिदी भन्ने हिसाबले मलाई यहाँ पो रहेछ यहाँ त यार बिल्ला। अनि धेरै समय अगाडिबाट मैले उहाँलाई चिनेको। हाम्रै घर वरिपरि तल माथि बस्नुहुन्थ्यो। पछि हाम्रै माउली बाजे, बिबी बुढो पनि भन्थ्यो, बलबहादुर चामलिङ राई, उहाँले स्थायी रूपमा केही लामो समयको लागि बस्ने र खेती गरी खाने ठाउँ आफ्नो गोठमा दिनुभयो र त्यहाँ धेरै लामो समय बस्नुभयो उहाँहरू। र त्यसरी बसे मार्फत पछि बिबी कोपाको मृत्यु पछाडि उहाँको छोरा तुफान चामलिङ राई, मेरो मामा, उहाँले चाहिँ त्यहाँको मैहानी स्वरूप धेरै लामो समय हाम्रोमा यसरी खेतीबाडी गरेर बस्यो। हिसाबले चाहिँ केही रकम खर्च गरेर यो ठाउँमा, यो भुल्दुङ खोलाको छेउमा जग्गा किनिदिनु भएको छ। त्यहाँ चाहिँ बसिराख्नु भएको छ। उहाँको एक छोरा छ, बुहारी, लगभग 2टा नाति होला। त्यो ठ्याक्कै चाहिँ मलाई थाहा छैन। धेरै वृद्ध हुनुहुन्छ। 2जनाले नै कान सुन्नुहुन्न। अनि त्यसै घरमा चाहिँ आज म यो आफू यो पल्ट यो जेनजेल आन्दोलनमा शहीद भएका शहीद परिवारहरूको साथ र समर्थन सपोर्ट स्वरूप मैले दसैँ मानिनँ। नमाने तापनि उहाँहरूलाई केही थोरै होइन, अब बुढापाकाहरूलाई राति नकारात्मक भए पनि रक्सी खाउनै लाग्छ र मैले रक्सी ल्याइदिएर आएको थिएँ। त्यहाँ बसेँ, यहाँले पनि देख्नुभयो होला कतिपय भिडियोहरूमा। र म फर्केँ। अब यो मैले एउटा वृद्धहरूलाई रक्सी ल्याइदिएँ, त्यो गलत हो कि सही हो, यहाँहरूलाई नै मूल्याङ्कन गर्नु होला र कमेन्टमा मलाई सुझाव दिनु होला, गाली गर्नु होला। गाली गर्ने मान्छे नभएर अलिकति नमजा लागिरहेको छ। दर्शक, मैले हाम्रो गाउँमा रहेको एउटा
न्यून परिवार र दलित परिवार लगायत केहीजना होइन काकीको कुराहरूलाई पनि मैले यहाँहरू सामु राखेँ र यहाँलाई कस्तो लाग्यो र यसको बारेमा के कस्तो समयहरू आउनुपर्छ सल्लाह सुझावको अपेक्षा रहनेछ भन्दै यो आजको भिडियोबाट म सुभाष साम्पाङ पनि बिदा हुन्छु। नमस्कार।